कस्तो हुनुहुन्छ त? आजको यस भिडियोमा हामीहरू बीएससी सोसाइटी र कम्प्युटर इन्जिनियरिङको टिओसी थ्योरी अफ कम्प्युटेसन र कम्पाइलर डिजाइन एन्ड कन्स्ट्रक्सनको मिनिमाइजेसन अफ डिएफए को बारेमा कुराकानी गर्न गइरहेको छौँ। अब हामीलाई थाहा छ कि डिएफएलाई मिनिमाइज गर्नको लागि स्टेट पार्टिसन मेथड चाहिन्छ र लिङ्क टेबल एल्गोरिदमको पनि आवश्यकता पर्छ। तर हामी यस भिडियोमा हामीहरू स्टेट पार्टिसन मेथडको सहायताबाट डिएफएलाई मिनिमाइज गर्न गइरहेका छौँ। ल म भिडियो सुरु गर्न गइरहेको छु। अब ध्यान दिएर हेर्नु। अब मिनिमाइज द गिभन डिएफए बाई युजिङ स्टेट पार्टिसन मेथड भनेको छ। यो क्वेसन चाहिँ बीएससी सोसाइटी र कम्प्युटर इन्जिनियरिङको त्यो डिजाइन एन्ड के भन्छ थ्योरी अफ कम्प्युटेसनमा धेरै इम्पोर्टेन्ट छ यो क्वेसन। र यो स्टेट पार्टिसन मेथड भनेको पनि एउटा सजिलो मेथडै हो क्या। ल भिडियोलाई ढिलो नगर्दै म भिडियो सुरु गर्न गइरहेको छु। ल अब हेर्नु, मिनिमाइज द गिभन डिएफए बाई युजिङ स्टेट पार्टिसन मेथड भनेको छ। अब ए नम्बरमा अब हामीहरूलाई यो डायग्राम दिएको छ। अब त्यसलाई कसरी सोल्भ गर्ने त? अब हेर्नु, सोलुसनतिर जाउँ। फ्रम स्टेट टेबल स्टेट लेख्नुहोस्, इनपुट लेख्नुहोस्। इनपुट भनेको 01 लेख्नुहोस्। Q0 भनेको स्टार्टिङ स्टेट हो। कसरी? डायग्राममै दिएको छ। Q0 भनेको स्टार्टिङ स्टेट हो। Q0मा Q0देखि Q1मा पुग्नको लागि कति चाहिन्छ? 0 चाहिन्छ नि त। हेर्नु त, Q0देखि Q1मा पुग्नको लागि 0 चाहिन्छ। अब त्यसपछि Q0देखि Q3मा पुग्नको लागि 1 चाहिन्छ नि त। Q0देखि Q3मा पुग्नको लागि 1 चाहिन्छ। अब हामीहरू Q1मा जाउँ ल। Q1को कुराकानी गर्दाखेरि Q1लाई होइन Q0मा पुग्नको लागि 0 चाहिन्छ। कसरी? Q1देखि Q0 क्या, Q1देखि Q0। अनि त्यसपछि कुराकानी गर्दाखेरि Q1लाई Q3मा पुग्नको लागि 1 चाहिन्छ। Q1लाई Q3मा पुग्नको लागि 1 चाहिन्छ। त्यसपछि Q2को कुरा गरौँ होइन। Q2लाई Q1मा पुग्नको लागि 0 चाहिन्छ। Q2 कहाँ छ? Q2देखि Q1 0 चाहिन्छ नि त। अनि त्यसपछि कुराकानी गर्दाखेरि Q2लाई Q4मा पुग्नको लागि 1 चाहिन्छ। Q2लाई Q4मा पुग्नको लागि 1 चाहिन्छ नि। Q2लाई Q4मा पुग्नको लागि 1 चाहिन्छ, किनभने यो रिभर्सिबल छ नि त यो स्ट्रेट लाइन। त्यसपछि Q2 पछि Q3 को कुरा गरौँ। Q3 भनेको छ भने फाइनल स्टेट हो है। Q3लाई Q5मा पुग्नको लागि 0 चाहिन्छ। Q3लाई Q5मा पुग्नको लागि 0 चाहिन्छ। अनि त्यसपछि Q3लाई Q5मा पुग्नको लागि 1 चाहिन्छ। Q3लाई Q5मा पुग्नको लागि 1 चाहिन्छ। त्यसपछि Q4मा जाउँ ल। Q4लाई Q3मा पुग्नको लागि 0 चाहिन्छ। Q4लाई Q3मा पुग्नको लागि 0 चाहिन्छ। Q4लाई Q3मा पुग्नको लागि 1 चाहिन्छ। त्यसमा दुईटैमा इनपुटमा होइन Q4को इनपुट 0-1मा Q3 आयो। Q5 भनेको छ भने त्यो 0 र 1मा पुग्नको लागि Q5 चाहिन्छ, किनभने त्यो रिपिट भएको छ नि त, लुप भएको छ क्या। Q5 भनेको 0-1 भनेको छ भने Q5। अब हामी त्यसलाई अब हेरौँ ल। फ्रम एबभ स्टेट टेबल वी हेभ भनेको छ नि त। अब त्यसपछि कुराकानी गर्दाखेरि Q0 लेख्नुहोस्, Q1 लेख्नुहोस्, Q2 लेख्नुहोस्। Q3 र Q5 किन सेम भयो? Q3 र Q5लाई हामीहरू किन एउटै ब्र्याकेटमा लेख्यौँ त? किनभने Q3 र Q5को इनपुट 0-1 सेम छ नि त। त्यही कारणले हामीले Q3 र Q5लाई एउटै ब्र्याकेटमा लेख्यौँ। र Q4 हो, किनभने हामी त्यसलाई मिनिमाइज पनि गर्न खोजेको हो होइन। स्टेट कति छ? 1 2 3 4 5 6 6वटा स्टेट छ नि त। हो, त्यो 6वटा स्टेटलाई होइन कम्तीमा भए पनि 5वटा स्टेटसम्म ल्याउनै पर्यो क्या। जे गरी भए पनि 5वटा अथवा 5भन्दा कम पनि भनौँ न। अब हेरौँ। अब द गिभन ट्रान्जिसन डायग्राम आर भनेको छ नि त। अब Q0 बनाउनुहोस्, Q1 बनाउनुहोस्, Q2 बनाउनुहोस्। Q3 Q5 भनेको फाइनल स्टेट भयो। Q0 भनेको छ नि स्टार्टिङ स्टेट। र Q4 बनाउनुहोस्। अब Q0 भनेको स्टार्टिङ स्टेट भयो। Q0लाई Q1मा पुग्नको लागि कति चाहिन्छ? 0 चाहिन्छ। Q0लाई Q3मा पुग्नको लागि 1 चाहिन्छ। त्यसपछि Q1को कुरा हेरौँ ल। अब Q1लाई Q0मा पुग्नको लागि 0 चाहिन्छ होइन।
अब Q1 लाई Q3 मा पुग्नको लागि 1 चाहिन्छ। त्यसपछि कुराकानी Q3 र Q5 को कुराकानी गर्दाखेरि Q3 लाई Q5 मा पुग्नको लागि 0 र 1 चाहिन्छ हैन। अब Q4 को कुराकानी गरौँ ल। Q4 लाई 0 मा पुग्नको लागि 0 र 1 मा पुग्नको लागि Q4 लाई 0 र 1 मा पुग्नको लागि Q3 चाहिन्छ हैन। Q3 चाहिन्छ नि त। त्यसपछि कुराकानी गर्दाखेरि Q5 लाई 0 र 1 मा पुग्नको लागि Q5 नै चाहिन्छ। अनि त्यसपछि कुराकानी गर्दा Q2 लाई 0 मा पुग्नको लागि Q1 चाहिन्छ। अब Q2 लाई Q4 मा पुग्नको लागि 1 चाहिन्छ। ल अब हामीलाई थाहा छ कि 1 2 3 4 5 1 2 3 4 5 1 2 3 4 5 6। अब कन्क्लुजनमा जाउँ ल। फिगर आयो भनेर लेखिदिनुस् हैन। Hence we minimize the DFA from 6 state to 5 state respectively. अब हामीले थाहा छ नि त यो स्टार्टिङ टेबलमा कतिवटा स्टेट छ 1 2 3 4 5 6 वटा स्टेट छ नि त। हो अब त 6 वटा स्टेटलाई हामीले 5 वटा स्टेटमा मिनिमाइज गरेर 5 वटा स्टेटमा हैन कन्भर्ट गर्यौं के। Hence we minimize the DFA from 6 state to 5 state respectively भनेर लेखिदिनुस्। अब अर्को पनि क्वेशन हामीले दिएको छ हैन। अब हेरौँ यो एउटा डायग्राम दिएको छ। अब सोलुसन भनेर लेखिदिनुस् होला। त्यो अप्ठ्यारो पनि छैन। स्टेट टेबल पार्टिसन मेथड हो हैन। स्टेट पार्टिसन मेथड हो। त्यसपछि अब हामीहरु जाउँ स्टेट सोलुसन भनेर लेखिदिनुस् हैन। फ्रम स्टेट टेबल भनेर लेख्नु स्टेट इनपुट 0 देखि 1 सम्म। ए भनेको स्टार्टिङ भइहाल्यो। बी देखि बी भनेको बी लेख्नुस्, सी लेख्नुस्, डी लेख्नुस् र फाइनल स्टेट ई भइहाल्यो। अब ए देखि बी मा जानको लागि कति चाहिन्छ 0 चाहिन्छ। ए देखि डी मा जानको लागि 1 चाहिन्छ। बी देखि सी मा जानको लागि 0 चाहिन्छ। बी देखि ई मा जानको लागि 1 चाहिन्छ। सी देखि बी मा जानको लागि 0 चाहिन्छ। सी देखि ई मा जानको लागि 1 चाहिन्छ। डी देखि सी मा जानको लागि 0 चाहिन्छ। डी देखि ई मा जानको लागि 1 चाहिन्छ। ई देखि 0 र 1 मा जानको लागि ई नै चाहिन्छ किनभने ई रिपिट भएको छ नि त 0 र 1 मा। अब कतिवटा स्टेट छ 1 2 3 4 5 वटा स्टेट छ। अब हामीले 5 वटा स्टेटलाई मिनिमाइज गरेर 4 वटा जम्मा जति 4 वटा जे गरी हुन्छ जसरी हुन्छ 4 वटा स्टेटमा ल्याउनै पर्छ। अरु कुनै विकल्प हुँदैन। 4 वटा स्टेट अथवा 3 वटा स्टेट अथवा 2 वटा स्टेट कम के। त्यसपछि हेरौँ ल। कस्तो मधुर आको। अब हामीलाई थाहा छ कि फ्रम द एबोभ स्टेट टेबल वी ह्याभ ए बी र डी कसरी सेम भयो त किनभने बी को इनपुट पनि सेम छ, इनपुट 0 1 पनि सेम छ हैन र डी को इनपुट 0 1 पनि सेम छ। हो त्यही कारणले बी र डी हामीहरुले एउटै ब्र्याकेट भित्र हालेको ताकि हामीले त्यो डीएफए लाई मिनिमाइज गर्न सजिलो होस् भनेर र सी भइहाल्यो र ई भनेको फाइनल स्टेट भइहाल्यो। त्यसपछि हामीहरुलाई थाहा छ कि हामीले अब ट्रान्जिसन स्टेट डायग्राम बनाउनु पर्यो। द गिवन ट्रान्जिसन स्टेट डायग्राम आर भनेर ए भनेको स्टार्टिङ स्टेट भइहाल्यो, बी डी लेख्नु पर्यो हैन, सी लेख्नु पर्यो, ई भनेको फाइनल स्टेट भइहाल्यो। अब त्यसपछि कुराकानी गर्दाखेरि ए देखि 0 1 मा जानको लागि कति चाहिन्छ? ए देखि 0 मा जानको लागि बी चाहिन्छ, ए देखि 1 मा जानको लागि डी चाहिन्छ हैन। अब त्यसपछि बी को कुराकानी गरौँ हैन। बी देखि सी मा जानको लागि 0 चाहिन्छ, बी देखि ई मा जानको लागि 1 चाहिन्छ। अब सी को कुराकानी गरौँ। सी देखि बी मा जानको लागि 0 चाहिन्छ हैन। अब सी देखि ई मा जानको लागि 1 चाहिन्छ। अब डी को कुरा गरौँ। डी देखि सी मा जानको लागि डी देखि सी मा जानको लागि 0 चाहिन्छ। अब डी देखि ई मा जानको लागि 1 चाहिन्छ। अब ई देखि ई मा जानको लागि 0 1 नै चाहिन्छ। त्यो भन्नै पर्दैन। अब हामीहरु थाहा छ कि hence we minimize the DFA। अब कन्क्लुजन लेख्नु पर्यो नि त। कतिवटा स्टेट छ 1 2 3 4 5 स्टेट टेबलको साइडबाट कतिवटा स्टेट छ 1 2 3 4 5 वटा स्टेट छ नि। हामीले यहाँ कतिवटा स्टेट मिनिमाइज गर्यौं 1 2 3 4 5 वटा स्टेटलाई मिनिमाइज गरेर हामीले 4 वटा स्टेटमा परिवर्तन गर्यौं। अब हामीले कन्क्लुजन लेख्नु पर्यो। hence we minimize the DFA from 5 state to 4 state respectively। आजको लागि यति। यदि हजुरहरुलाई यस भिडियो मन पर्यो भने
लाइक शेयर सब्सक्राइब कमेन्ट गरिदिनु नबिर्सिदिनु होला। यदि हजुरहरूले बुझ्नु भएन भने यो भिडियो एकचोटि फेरि हेर्नु होला र बुझ्नुहोस्। यदि केही कन्फ्युजन भने कमेन्ट गरिदिनु। ल, अर्को भिडियोमा भेट हुन्छ। धन्यवाद।